नागबडी त्यही त मैले कुरा गर्दाखेरि नागबडी भन्ने मैले अस्ति पनि कहाँ सुनिरहेको थिएँ क्या साँच्चै हुन्छ त नागबडी भन्ने कुरो हो नागिन हुन्छ त साँच्चैको नागिन भयो फिमेल नाग हुँदैन त होइन भन्नु खोजेको त्यो रूप चेन्ज गरेर त्यो इच्छाधारी वाला त्यसलाई भन्छ नागिन त्यस्तो हुँदैन इच्छाधारी नागिन हुँदैन नागिन भने चाहिँ हुन्छ तर अनि इच्छाधारी नागिन भएपछि प्रब्लम के भन्दाखेरि बच्चा पाउने कि अन्डा पार्ने त रियल डाइलेमा हो नि त ब्रो अन्डा पार्ने कि बच्चा पाउनु त अब अनि बच्चा पाउनु पर्यो भने चाहिँ मान्छे भन्ने होला क्या त्यो होला अब अनि तर अन्डा पारेको सजिलो हुन्छ होला नि अन्डा अनि तर अन्डा पाऱ्यो भने फेरि सर्व जन्मिन्छ नि त नि मान्छे जन्मिन्छ अनि त्यो बच्चा पनि त तिम्रो इच्छाधारी नै हुन्छ नि मम्मी भोक लाग्यो भने छैन दुध भन्छ नाकबाट हुन्छ टेन्सन छ घरमा त्यही यो टपिकतिर नजाउँ क्या एकदम कन्ट्रोभर्सी पनि हुनसक्छ तनाव पनि हुन्छ डेट एक्सपायर असुर ग्यास डेट एक्सपायर असुर ग्यासमा अब डेट एक्सपायर असुर ग्यास पनि ठिकै त हुन्छ होला नि के हुन्छ त ब्रो तँलाई कस्तो लाग्छ ल होला डेट एक्सपायर मलाई डेट एक्सपायर असुर ग्यास पनि अब असुर ग्यास भनेको पोल्नलाई हो एक्सपायर भयो झन् बढी चुल्छ काम त गर्यो नि त नि काम गर्यो नि त त्यही त होइन त्यो पनि हो कामै त्यसको त्यही त हो नि त्यसको अर्को एउटा सेकेन्ड बेनिफिट चाहिँ के हो भनेर भन्दाखेरि चाहिँ जस्तो डेट एक्सपायर असुर ग्यास भनेको नेपालमा शान्ति छ मुजी हो त्यो कुरा बुझ न कति पर्सेन्ट चलाउनु परेन हिजो भर्खर चाहिँ बनाएको असुर ग्यास आजै तयार हुनु भने त एभ्री डे र्याक हुनु भने त ब्रो यार बात त सही हो डेट एक्सपायर असुर ग्यास भनेको त देशमा पिस छ शान्ति छ त्यो त मान न हो केटा हरेक चिजमा चाहिँ त्यो हुन्छ हरेक चिजमा असुर ग्यास डेटवाला हाल्नु पर्छ हामीलाई भन्दा असुर त राम्रो युज गर हात हतियार त राम्रो युज गर यानी बस्ला भाके रिसाको मान्छेहरु ट्याबेकै कुरा हो त असुर ग्यास तिमीहरुले खाइरहेको त त्यही हो प्रब्लम हैन उनीहरुलाई डेट एक्सपायर सँग चाहिँ प्रब्लम छ के अब के धेरै पोल्यो भनेर होला के लास्ट यो त डेट एक्सपायर हो यार हान्न त आँखामा हानेको तर गेडा पुरिरहेको अब टाप ट्याबे हो ब्रो दाइहरु कन्सर्ट जाँदा हजुरले खोज्ने चीज के हो एकदम कन्सर्ट जाँदाखेरि आज म जान्छु भनेपछि व्हाट डु यु एक्सपेक्ट त्यो एज अनुसार डिपेन्ड हुन्छ हजुरको एज अनुसार भन्नु न 18 19 20 केटी 20 21 22 23 24 केटी 25 26 27 केटी अनि 29 30 31 32 33 केटी अनि त्यसपछि हैन न अनि ए सरी 30 31 32 33 34 सुड्डी अनि त्यसपछि त जान दिदिन बुढीले त्यसपछि 40 पछि त बालै गर्नुहुन्थ्यो रेस्टुरेन्ट बाहेक थिएन भने म चाहिँ त्यो ब्याङ्क स्याङ्कमा काम गरेर हुन्थ्यो होला ब्याङ्कमा के काम त्यही फोटोकपी गर्ने